सम्पूर्ण जनालाई नमस्ते। यो नेपाल आइल निगम डिपो सिना मङ्गलद्वारा आयोजित दौड कार्यक्रम शरीरको लागि र स्वास्थ्यको लागि एकदम राम्रो हुन्छ र यो सिना मङ्गल डिपोले आयोजना गर्नुभएको छ यो र यसमा सम्पूर्ण नेपाल आइल निगमका प्रमुखदेखि लिएर सम्पूर्ण कर्मचारी साथीहरू र वाहनीका ट्याङ्कर वाहनीका पदाधिकारीहरू पनि आउनु भएको छ, पत्रकार साथीहरू पनि आउनु भएको छ र अहिले महिला टिम दौड्न सुरु गर्नु भएको छ र एकदम उत्साहजनक छ। यसमा महिलाको सकिसकेपछि पुरुषहरूको पनि हुन्छ र शरीर र स्वास्थ्यको लागि राम्रो हो, किनभने आजकल बिमारीहरू धेरै भइरहेको हुनाले अब जब बिमारी लाग्छ मान्छेलाई अनि त्यसपछि भन्छ कि यो स्वस्थ शरीर हुनका लागि व्यायाम गर्नुपर्छ, दौडधुप गर्नुपर्छ र कमन जुन चिन्नी बिमारी छ अहिले सुगर डायबिटिज भन्छ नि त्यसलाई, त्यो एकदमै कमन हो, युवा अवस्थामा पनि भइदिन्छ र त्यसको फर्स्ट स्टेपको इलाज भनेको यही हो, यो दौड। त्यही भएर शरीर र स्वास्थ्यको लागि राम्रो हो। हुन त म आफै पनि अलि फिट फाटै छु तर निरञ्जन सरलाई भन्छु कि तपाईँ अलि मोटो हुनुभएको छ, दैनिक रूपमा धेरै नभए पनि आधा घन्टा दौड्ने गर्नु राम्रो हुन्छ। यति भन्दै म आफ्नो भाइलाई विराम दिन्छु। धन्यवाद प्रिय मित्रलाई धेरै धेरै धन्यवाद छ। मैले बिहानै यसो जानकारी गराएको थिएँ, यसो हाम्रो दौड प्रतियोगिता हेर्न आउनु भनेर साथी यति आइदिनु भयो, त्यसको लागि धन्यवाद छ प्रभुजीलाई, हाम्रो प्यारो दाईलाई, मुकेश दाईलाई। हरे कृष्ण।